आगो बाल्नुलाई आगो त बलिरहन्छ दाउरा तिन भाइले चाहिँ अनि त्यो गाईको मासु पकाएको हुन्छ हो, पकाएको हुन्छ। अन्त हामीले त खाइसक्यौँ, तेरो भएको छ लु खा भनेर दिन्छ त्यो दाउरा खोज्न जाने। अन्त उसले त अब खान्छ गाईको मासु आमाको मासु भनेर थाहा छैन। अन्त मुखमा हालिसकेपछि अन्त भनिदिन्छ त्यति बेला त्यो तिन भाइले। अन्त रिसले त्यो मासु खाने त्यो रिसले अब के गर्नु, त्यहाँ आन्द्रा हुन्छ त्यहाँ आन्द्रा टिपेर आन्द्राले हिर्काइदिँदा गलामा खप्पै पर्छ त्यो तिन भाइलाई। अनि त्यो आमाको आन्द्रा हो, गाईको आन्द्रा जनै। यसको इतिहास लामो छ त, 4 घन्टा 5 घन्टामा पनि सक्दैन यसको इतिहास, फेदैदेखि भन्यो भने। जनाको त्यो मन्त्र बिर्स्यो जपेन भने जनै खटिरो निक्लिन्छ। यहाँदेखि पुरै जनै जस्तो छ त्यस्तै जनै खटिरो निक्लिन्छ। डेली जप्नुपर्छ, डेली जप्नुपर्छ। पछि पिण्ड पूजा गर्छ नि, त्यति बेलामा सभ्य असभ्य भन्ने कुराहरू आउँछ। त्यति बेलामा चाहिँ 6 डोरा धागो यति लामो लामो पिण्ड बनाउनुपर्छ तिन भाइलाई। अन्त अपसभ्य भन्दा दाहिने काँधमा सार्नुपर्छ, सभ्य भन्दाखेरि देब्रे काँधमा सार्नुपर्छ। जनै त यस्तो बस्छ नि त, देब्रे काँधबाट यसो आएको, यताबाट यस्तो गएको हुँदैन नि, यताबाट यता आएको हुन्छ। अन्त सभ्य भन्दा चाहिँ यता, अपसभ्य भन्दा चाहिँ यता सार्नुपर्छ। शरद गर्दा पनि त्यही हो, शरद गर्दा पनि सभ्य अपसभ्य भन्ने कुरा आउँछ। अन्त यो पिण्ड हुँदैन बादमा यो सरसक्राम बादमा बिचबिचमा दिनै पर्छ। त्यसै जनै भनेर हुँदैन। यो काम सकेर क्या, यो काम सकेर फेरि महिना पछि दिनुपर्छ पिण्ड। काम सकेर महिना पछि डेटको डेट दिनुपर्छ, पिण्ड दिनुपर्छ। काम सकिएर क्या चोकिएपछि महिना पछि पिण्ड दिनुपर्छ। महिना पछि दिए पनि आफ्नो सक हो। 45मा गर्नु, 45 पुगाएन भने 45मा फेरि गर्नु पर्यो श्राद्ध। 45 दिनमा, 1.5 महिनामा, त्यहाँदेखि 6 महिनामा, अनि त्यहाँदेखि अब 9 महिनामा, 12 महिनामा चाहिँ अब सकिन्छ। अब महिनै पछि गर्नु भन्ने छैन, 1.5 महिनामा एकखेप गर्छ 45 दिनमा। त्यहाँदेखि अनि फेरि 60 दिन, 60 दिन अनि 90 दिन, 3 महिना। त्यहाँदेखि 3 महिनादेखि अन्त फेरि 6 महिनामा आउँछ। अब सक पुग्नेले महिनै पछि श्राद्ध गर्दा भयो। गाउँ छ त 45 पुगाउनु भन्छ नि त, कसैले पुगाउँछ कसैले पुगाउँदैन। 45 गर्छु म भन्छ। 45 बारेपछि त्यो 45 नखोलुन्जेल खाटमा सुत्नु हुँदैन, खाली खुट्टा हिँड्नुपर्छ, छाता ओढ्नु हुँदैन। यिनीहरूले अब काम सकिएर यिनीहरू तिनै भाइलाई सेतो लुगा चाहिन्छ। 1 वर्षसम्म सेतो लुगा लाउनुपर्छ, टोपी पनि सेतै लाउनुपर्छ, जुत्ता चमडाको लाउनु हुँदैन, सेतै जुत्ता लाउनुपर्छ, चप्पलहरू तिर्पलको जुत्ता लाउनुपर्छ। आमाहरू 2 जनालाई पनि सेतै लुगा चाहिन्छ। बुहारीहरूलाई चाहिँ अरू रङको भए पनि हुन्छ। बुहारीहरूलाई 1 सरो नयाँ लुगा चाहिन्छ काम सकियो दिन। यिनीहरूलाई 3 जनालाई आमालाई सेतो लुगा चाहिन्छ काम सकियो दिन। पिण्ड पकाएपछि पानीबाट निक्लेपछि नयाँ लुगा दिन्छ नि त पुजेर। अन्त त्यति बेलामा सेतै लुगा चाहिन्छ। अनि वर्ष दिनसम्म यिनीहरूले बाउको माछा बार्नुपर्छ, माछा खानु हुँदैन 1 सालसम्म।
आमाहरूले पनि खानु माछा निको सुकेको पनि खानु हुँदैन, सिद्रा पनि हुँदैन। माछा सिद्रा सिद्रा सुकेको सिद्रा हुन्छ। न सिद्रा पनि त माछै हो। माछा भनेको सिद्रा पनि त माछै हो। त्यो मरेर सिद्रा भयो। मान्छे हामी मान्छे भन्छ, धनबहादुर, रणबहादुर, बमबहादुर, माइली साइली अन्तरी जन्तरी भन्छ। बाँचुन्जेल मनुष्य, मरेपछि प्रेत। प्रेत माने भूत, त्यो हो। त्यही भएर खाने बेलामा पानी घुमाउनु, प्रेतले मुख हाल्छ भनेको। कहाँ हामी त 45 बार्नुपर्छ, बार्नु पर्दैन। 45 बार्नुपर्छ भाइहरूले। बाऱ्यो भने राम्रै हो, बारेन भने 45 खोल्यो भने चाहिँ अब यिनीहरूलाई खाटमा सुत्नु पायो, छाता ओढ्नु पायो, बर्खाको दिन आउँछ। त्यही त ड्युटीहरू जानुपर्छ कहाँ कहाँ। खाटमा पनि सुत्नु पायो। खानु भएन। आफूले 45 बारेन भने चाहिँ कसरी फुकाउँदा हुन्छ त्यतिखेरै? 45 खोल्नुलाई चाहिँ एउटा सेतो गन्जी चाहिन्छ पुरतलाई, जयलाई। सेतो गन्जी अनि सिधा दान भन्छ। जो नाङ्लोमा दाल चामल नुन तेल घिउ मरमसला आलु प्याज खोर्सानी इत्यादि सबै थोक मिलाएर कामको दिन चोकिने दिन चोखिने दिन सबै कुरो सकेर खानापिना खाएपछि अनि 45 खोल्ने टाइम आउँछ। त्यति बेलामा चाहिँ सबै सक्यो खानापिना। यहाँ बनाएको हुँदैन हौ। अन्त 45 त्यति बेलामा अन्त सङ्कल्प गरेर लगाएर नाङ्लोमा भेटी पैसा सबै झरेर अन्त टिको लगाएर सङ्कल्प गरेर टिको लगाएर बाहुनलाई उठाएर हातमा दिएपछि अनि बाहुनले चाहिँ अनि 45 खोलिदिनु। भनेपछि 13 दिनमा 45 पनि खोलिन्छ। खाटमा खोलिदिनु किन भन्नु त, अब काममा जानुपर्छ। 45 फुकाइदिनु हो, काममा जानुपर्छ होइन, खाटमा सुत्नुपर्छ, जाडो छ। चप्पल पनि लाउनु हुँदैन अरे। चप्पल लाउनु पर्यो होइन। चप्पल लाउनु हुन्छ 45 खोलेपछि चप्पल लाउनु हुन्छ, तिर्पलको जुत्ता लाउनु हुन्छ। चमडाको जुत्ता चाहिँ 1 वर्षसम्म नलाउनु। माछा कुनै पनि होस्, सिद्रा होस्, कुनै पनि माछा, बाउको माछा, आमाको मासु, दुध हालेको चिया खानुहुन्छ, दही खानु हुँदैन। बाउको दही बार्नुपर्छ, आमाको दुध बार्नुपर्छ। केरा हँ? केरा सबै हुन्छ, केरा सेरा सबै खानुहुन्छ। दही माछा र दही नखानु दुईटा। दुईटा चाहिँ 1 वर्षसम्म खानु हुँदैन। चमडाको जुत्ता पेटी केही नलाउनु। चमडाको जुत्ता लाउनु हुँदैन। पेटी पनि चमडाको बान्नु हुँदैन। तिर्पलको पेटीहरू अरू पाउँछ नि त, प्लास्टिकको पाउँछ त्यो हो। सब्जीहरूमा भेज सब्जीहरूमा सब्जीहरूमा अरू केही बार्नु पर्दैन। सब्जीहरूमा केही बार्नु पर्दैन। माछा मासुमा माछा छोड्नुपर्छ। 1 वर्षसम्म माछा भन्ने कुरो खानु हुँदैन। अनि त्यो 45 फुकाएपछि के अरे 3 महिनामा 6 महिनामा 1 महिनामा दिनु पर्दैन, एकै सालमा बादमा? 45 फुकाएपछि 6 महिनामा एकपल्ट दिँदा हुन्छ। त्यहाँदेखि एकैचोटि वर्ष दिनेमा 6 महिनामा त्यो पिण्ड भन्छ त, त्यो पिण्ड दिनुपर्छ। त्यहाँदेखि एकैचोटि 1 सालमा बर्खान्त खोलिदियो। त्यो अब अर्काले पकाएको अर्काले छुएको खानु भएन। 45 बारेपछि 45 दिन नपुगुन्जेल त्यही त साह्रो छ नि। आफूले पकाएर सबैजना फ्यामिली छ नि। त्यही अब 45 बार्नु नसकोस् भनेर चाहिँ अब त्यो 45 पनि फुकाइदिएको त्यतिखेर नि। 45 फुकाएको राम्रो। 45 फुकाउनु, 6 महिना पुगेपछि एकपल्ट पिण्ड दिनु, अनि 1 सालमा फेरि एकपल्ट पिण्ड दिनु। त्यहाँदेखि चाहिँ सालै पछि श्राद्ध गरिदिनु बाउको नाममा। सालमा खेप मरेको तिथिमा श्राद्ध गरिदिनु। अष्टमी तिथि नि, अष्टमी तिथि फागुन 9 गते कृष्ण पक्ष अष्टमी तिथि।
फागुन 9 शुक्ल 9 गते 9 गते फागुन 9 गते अष्टमी तिथि कृष्ण पक्ष अष्टमी तिथि फागुन 9 गते कृष्ण अष्टमी कृष्ण पक्ष कृष्ण पक्ष अष्टमी तिथि कृष्ण पक्ष अष्टमी तिथि पूर्णिमाको भोलिपल्टदेखि औँसीको दिनसम्म कृष्ण पक्ष हुन्छ 15 दिन ए अनि औँसीको भोलिपल्टदेखि फेरि पूर्णिमाको दिनसम्म शुक्ल पक्ष हुन्छ ए हो र महिनामा 2टा पक्ष हुन्छ 15 दिन शुक्ल पक्ष 15 दिन कृष्ण पक्ष ए शरद भनेपछि चाहिँ त्यो 16 शरद लागेको त्यतिखेरै गर्नुपर्छ शरद त्यो 16 शरद लाग्दाखेरि गर्दा हुन्छ 16 शरद लाग्दा तिथि बिर्सियो भने 16 शरद लाग्दा गर्नुपर्छ तिथि बिर्सियो थाहा भएन भने चाहिँ 16 शरद लाग्दाखेरि जो श्राद्ध गर्ने तिथि आउँछ 16 शरदमा पनि प्रथम तिथि द्वितीय तिथि तृतीय तिथि भनेर यस्तो अष्टमी तिथि नवमी तिथि दशमी तिथि भन्ने आउँछ 16 शरदमा त्यही तिथिमा अष्टमी तिथि दिन गर्दा हुन्छ त्यस्तो हो तिथि बिर्सेन भने चाहिँ ठिकै मरेकै तिथिमा गरेको चाहिँ राम्रो त्यही भनेर मैले लेखेको कृष्ण पक्ष अष्टमी तिथि भनेर त्यो फोटोमा अङ्ग्रेजीको क्यालेन्डरबाट गर्दा हुन्छ कि यता नेपालीबाट गर्नुपर्छ अङ्ग्रेजीको टाइममा गर्दा हुन्छ अङ्ग्रेजीको टाइममा होइन नेपालीकैमा नेपालीको सम्मतमा ए त्यो अङ्ग्रेजीको 21 तारिकमा फागुन 9 गते कृष्ण पक्ष अष्टमी तिथि भनेर लेखेको छ नि त ए नेपालीमा 2081 साल अब यो अहिले फागुन छ अब चैत सकेर वैशाख लाग्छ वैशाख कति अङ्ग्रेजी 14 तारिक कति तारिकदेखि सम्बत फेर्छ त्यो सानो सानो टपरा पनि हालिदिएछ नि दुना बात गरेको भिडियो गरेको भोलिको दिनमा बाजेले भनेको बिर्स्यो भने नि भिडियोमा याद हुन्छ नि कुनै खाने यो यो खाने यो खाने यो यी खाएर हालेको यो चाहिँ चढाउने यो यसको यहाँनिर उयो छ हजुर यहाँ दे त हाल्दै त 9 गते अरे 13 तारिकदेखि फागुन लागेको थियो त 13 तारिकदेखि 1 गते यहाँ 1 लेखेको छ यहाँ फागुन लेखेको छ 1 गते फागुन अनि 20 गतेमा 8 गते भयो 21 मा यो 9 लेखेको छ 9 गते यहाँ अष्टमी तिथि लेखेको छ अष्टमी भनेर यो कृष्ण पक्ष आयो यहाँ कृष्ण लेखेको प लेखेको छ रातो अक्षरले कृष्ण पक्ष भयो त्यो अनि यहाँ शुक्ल पक्ष शुक्ल लेखेको छ यी 28 मा शुक्ल पक्ष औँसी थियो 27 तारिकमा औँसी छ आज शिवरात्रि 15 गते बुढी पो दुख्दै थियो के हो? दादाहरूलाई दुनामा लैन हुन्छ नि त बट्टा यहीँ राख्नु